भएको चाहिँ के 12 मा अब यस्तो हुन्छ नि त थोरै कोरोनाहरु भएको थियो अनि कोरोनाको त्यसपछि तिमीलाई पनि कोरोना समात्यो सेल्फ स्टडी नै हो मैले अब सेल्फ स्टडी गर्दा नै अब यताउता 11 मा त मैले अब यता प्लेटफर्महरुबाटै गरेँ अब जसरी गरे नि अब 4 महिना मसँग मात्र टाइम थियो अनि अब त्यसमा मैले 11 जसरी कटाएँ वेलकम ब्याक टु आवर न्यू सेसन अनि हजुरहरु सबजनालाई राधे राधे हामीहरुसँग वान अफ द मोस्ट युट्युबर च्यानल एजुकेसन च्यानलका गुरु राजु सरजी हुनुहुन्छ राधे राधे सर राधे राधे अनि एउटा खुसीको खबर हजुरहरुको लागि अनि आज मैले यो च्यानल कब्जा गरेको छु रे अनि बस सर यति Thank you for the beautiful introduction, Ujjwal. Actually, Ujjwal को चाहिँ YouTube च्यानल रहेछ आज हामीले एक्सप्लोर गर्यौं खतरनाक एक्टिङ गर्दै रहेछ सो उसले कसरी गर्छ भनेर चाहिँ आज हामीले ट्राई गरेको धन्यवाद बट वेलकम यु अल टु एडुसफ्ट एकाडेमी यो जुन चाहिँ हाम्रो सेसन छ इट इज अनदर सक्सेस स्टोरी रिगार्डिङ जति पनि भाइ बहिनीहरु कक्षा 12 पढेर भर्खरै बसेका छौ तिमीहरुको लागि गाइडेन्सको रूपमा यो हामीले सेसन गर्दै छौं विथ द सक्सेसफुल पर्सन इन अ वे जो चाहिँ अहिले पोखरा युनिभर्सिटीको स्कलरशिप प्रोग्राममा चाहिँ स्कलरशिप पाएर फुल स्कलरशिप पुम्याट दिएर चाहिँ अहिले एस कलेजमा चाहिँ पढिरहेका भाइ उज्जवल र सबै कुरा चाहिँ हाम्रै भाइसँगबाट सुनौं उज्जवल स्वागत छ एडुसफ्टमा राधे राधे सर राधे राधे सन्चै हुनुहुन्छ सन्चै सन्चै हजुरहरुलाई नि राधे राधे म उज्जवल मेरो घर चाहिँ सरलाई मलङमा म अहिले चाहिँ एस इन्स्टिट्युट अफ म्यानेजमेन्टमा पढ्दैछु सेकेन्ड सेम फुल स्कलरशिपमा हो अहिले भर्खरै मैले फर्स्ट सेमको एक्जाम सका हो अनि अहिले चाहिँ सरले बोलाउनु भएको छ अनि एउटा कुरा चाहिँ जान्न मन लाग्यो मलाई चाहिँ तिम्रो स्कुलिङ चाहिँ सबै मलङमामै हजुर 7 सम्म हजुर त्यसपछि म यता भरतपुर चितवन भरतपुरमा त्यहाँ कुन चाहिँ किनकि त्यो मेरो होम टाउन हो नारायणी मोडल सेकेन्डरी स्कुल रे नारायणी मोडल हजुर सेकेन्डरी स्कुल नारायणी मोडल भनेको सप्त गण्डकीको साइडमा हो हजुर हजुर सप्त गण्डकीको साइडमा है राम्रो स्कुल छ है बवाल ओके त्यसपछि तिमीले त्यहाँ चाहिँ 10 सम्ममा त्यहाँ 10 सम्म फेरि 12 चाहिँ अब यता पर्सादिया थियो अनि पर्सादिया थोरै बिरामी भएर अब घर फर्के अनि 12 उतै घरबाट भएको चाहिँ के 12 मा अब यस्तो हुन्छ नि त थोरै कोरोनाहरु भएको थियो अनि त्यसपछि तिमीलाई पनि कोरोना समात्यो मलाई पनि समात्यो अनि त्यसपछि अब ज्वरो अनि यताउता भएर अनि क्लासहरु टन्नै छुटेको थियो मेरो अनि त्यसपछि म उतै गइसके उतै म होम स्टडी मतलब स्टडी फ्रम होम नै भयो या त तिमीले चाहिँ 12 को प्रिपरेसन टोटली कसरी गर्यो त सेल्फ नै हो अब कहिलेकाहीँ क्लास जान्थे म कहिलेकाहीँ भन्नाले अब त्यही 10-15 दिनको होला अनि त्यही सेल्फ स्टडी नै हो मैले अब सेल्फ स्टडी गर्दा नै अब यताउता 11 मा त मैले अब यता प्लेटफर्महरुबाटै गरेँ अब जसरी गरे नि अब 4 महिना मसँग मात्र टाइम थियो अनि अब त्यसमा मैले 11 जसरी कटाएँ अनि त्यसपछि 12 मा त हजुरको भिडियो पाइसके खोज्दै कुरै छोड्दिनु सर अनि त्यसपछि हजुरको भिडियो पाएर त मलाई धेरै सहज भयो अनि त्यसबाट नि अब लाइभहरु हजुरले जुन गराउनुहुन्छ नि त्यो त लाइभहरु मेरो लागि एकदम बेस्ट थियो माई पोइन्ट अफ भ्यू अनि त्यही छ सर भनेपछि तिमी जति पनि राजु सरले लाइभ क्लास गर्नुहुन्थ्यो त्यो सबै हेर्थ्यौ तिमीले हजुर हजुर सर सबै हेर्थ्यौ म लाइभमै थिएँ सर लाइभमै हुन्थ्यो युट्युबमा हजुर दुईटैमा ओके 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 ल धेरै खुसी लाग्यो मेरो सानो एफोर्टले तिमीलाई हेल्प गर्यो त्यसलाई झन् धेरै खुसी लाग्यो भनेपछि एडुसफ्टसँग चिन्जान 12 देखि नै रहेछ 12 देखि नै छ ओके देन पुम्याटको कन्सेप्ट चाहिँ तिम्रो दिमागमा कसरी आयो फेरि त्यो अस्ति अब हाम्रो एक्जाम सक्न बित्तिकै अब के गरौँ भन्ने भएको थियो अनि त्यसपछि मैले 2 दिनपछि पोस्ट गरेँ पोस्ट हेर्दाखेरि के कस्तो भएको थियो भने अब युट्युबमा सर्च गरेँ सिम्याट कन्टेन्टहरु अब त सुनिन्छ नि त साथीहरुबाट अब के गर्ने हो के गर्ने हैन भनेर अब सिम्याट के कस्तो छ भनेर ठ्याक्कै हजुरकै कन्टेन्ट मैले हेरिसके अनि त्यहाँ अब जब 12 मैले हजुरसँगै पढेछु भनेर अब यस्तो हुन्छ नि त हजुरको इफोर्ट भयो अनि त्यहाँ अब हजुरको प्यासनेट अनि त्यसपछि मेहनतहरु अब लगनशीलहरु मैले हेरेँ अनि त्यहाँबाट मैले अब हैन सरमै जानुपर्छ अनि मैले बाबाले भने बाबा मलाई सरमै लगिदिनु भनेर अनि डाइरेक्ट यति आए बाबासँगै आएको है बाबासँगै आएको मलाई जहाँ लाग्छ 9-10 बजेतिर आएको थियो सुनि सरसँग नि भेट भयो हजुरसँग नि भेट भयो अनि ओके तिमी फिजिकल क्लासमा मर्निङ ब्याचमा थियो है हजुर ओके ओके तिमीले मेरो धेरै गाली पनि खायो जस्तो लाग्छ मलाई छैन सर छैन हैन हैन कहिलेकाहीँ मैले कहिलेकाहीँ मात्र खाएको नम्बर थोरै आयो भनेर कहिलेकाहीँ अस्ति बाबाले फोन गरिदिनु भएको थियो अनि उसको चाहिँ खासमा के थियो भन्दाखेरि उसको चाहिँ बाबाले पनि मलाई प्रेसर दिने उसको बाबासँग चाहिँ मेरो फोन नम्बर मेरो छोराको कति मार्क्स आछ टेस्टमा मेरो छोराको स्कलरशिपमा हुन्छ कि हुँदैन मलाई उसको बाबाको फोन मैले सेभ गरेको छु मलाई प्रेसर ल अहिले नि आइरहन्छ नि त कहिलेकाहीँ उज्जवलको बाबाको फोन आयो चाहिँ मलाई प्रेसर मैले के एन्सर दिने अब यो टेन्सन यो हुनुपर्छ है जति पनि प्यारेन्ट्सहरु हुनुहुन्छ तपाईको
बालबालिकाहरू जहाँ पनि हुनुहुन्छ, बच्चाहरू जहाँ पनि होइन, छोराछोरी जहाँ पनि पढ्दै हुनुहुन्छ, राख्नु होला, रेकर्ड किपिङ राख्नु होला, सरलाई सोध्नु बच्चा कस्तो छ। अब जस्तो हाम्रो इन्स्टिच्युटमा पनि पढ्दा आएको छ भने एटलिस्ट त्यही भएर हुन्छ हामी पनि रेस्पोन्सिबल हुन्छ, ओहो उहाँले सोध्नुहुन्छ है भनेर। नत्र त हाम्रो चाहिँ के छ भन्दा बच्चा गएको छ पढेको छ भन्ने खाले हुन्छ। उसको बुवाले चाहिँ मलाई यस्तो, उसको बुवा हुनुहुन्थ्यो अनि 2-3 जना अरू पनि हुनुहुन्थ्यो ट्र्याक राख्ने के, लास्ट इक्जाममा कति आएको छ। एकचोटि त गाली गर्नुभएको थियो, तिमीलाई मार्क्स सोध्नुहुन्थ्यो कति मार्क्स आएको छ, मैले ठिक ठिक आएको छ कति भन्नुहोस् त, अनि यति ऊभन्दा कतिजनाले धेरै लागेको छ यतिजनाले, अनि तिमीलाई त्यो पनि अलग्गै कहानी थियो। सो एनिवे नमस्ते अङ्कल, एकदम खुसी लाग्यो, यस्तै गर्नु होला है सबैजना प्यारेन्ट्सहरूलाई पनि मेरो यही रिक्वेस्ट छ, यही गर्नु होला, यो एकदमै राम्रो। ओके, यो इन्टरभ्यू त बाबाले हेर्नुहुन्छ, बाबाले त मम्मीले नि हेर्नुहुन्छ। नमस्ते मम्मी, म राजेश सर, चिन्नुहुन्छ होला, चिन्नुहुन्न भने उज्जवलको चाहिँ म सिम्याट पुम्याटमा पढाउने सर, अथवा कक्षा 12 मा चाहिँ उसले चाहिँ मेरो भिडियो हेरेर रहेछ, लाइभ भिडियो। नमस्ते। अनि त्यो भयो, त्यसपछि सुरुमा आउँदाखेरि पुम्याटको बारेमा केही पनि नलेज थिएन। पुम्याटको बारेमा त थाहा थिएन, तर सुनिल सरले भन्नुभएको थियो कि हामी पुम्याटको लागि नै गर्छौँ भनेर। अनि त्यसपछि क्लास गर्दा गर्दै थाहा पाइसक्यो। त्यसपछि हामी त्यो त गरेर गयौँ। तिम्रो त फर्म भर्ने पनि मै थिएँ, फर्म भर्ने अनि गार्जियन नै हजुर नै हुनुहुन्थ्यो, कलेज सेलेक्ट गर्ने सबै मै थिएँ। खासमा चाहिँ हामीसँग यतापट्टि जति पनि जोइन हुन्छ मसँग आउनेहरू, म चाहिँ अलिकति झिझो त भइहाल्छ होइन, 30-40 जनाको फर्म भरेर त अलिक झ्याउ लाग्छ। म चाहिँ जो पनि हुन्छ, किनकि के भर्ने कस्तो भर्ने, के डकुमेन्ट, कुन चाहिँ कलेज सेलेक्ट गर्ने, मेन कुरा त्यो भाइ बहिनीहरूलाई थाहा हुँदैन। त्यही भएर चाहिँ म सकेसम्म एसिस्ट गर्छु मेरो एफोर्ट भएसम्म। ओके, द्याट इज द थिङ। तिमीले त एडुसफ्टमा फिजिकल क्लास गरेको। हजुर। सो एडुसफ्टमा फिजिकल क्लास गर्दाखेरिको चाहिँ तिम्रो एक्सपिरियन्स कस्तो रह्यो? मेरो अनुभव खास भन्दाखेरि अब धेरै राम्रो थियो सर। सरहरूले नै अब एकदम फ्रेन्डली हुनुहुन्छ यहाँको सरहरू। अब सरहरूले गाइडेन्स गरिदिनुहुन्छ, कहिलेकाहीँ अब नआएको कुराहरू पनि सिकाइदिनुहुन्छ। अब खास गरी कस्तो भइदियो भने दुईवटा पोइन्ट इम्पोर्टेन्ट पऱ्यो कि मेरो लागि, बेनिफिट भयो। एउटा त सरहरूको निगरानीमा भयो एउटा कुरा। अब बाइ द वे केही क्वेसनहरू आएन भने, कि अब हुन्छ नि त अब क्लासमा पढाएको कुराहरू ठ्याक्कै याद भएन भने मसँग ब्याकअप एभाइलेबल हुन्थ्यो कि हजुरहरूले आफ्नै एभाइलेबल गराइसक्नु भएको थियो। अनि त्यही भिडियो हेरेर अब हुन्छ नि त नोटहरू बनाउँदा धेरै सहज पर्थ्यो मलाई। मतलब क्लासमा नबुझेको कुरा ठ्याक्क अनलाइनमा बुझिएन अथवा बिर्सियो भने एपमा गएर चाहिँ त्यो ब्याकअपमा आउँथ्यो, त्यसले गर्दा धेरै हेल्प भयो। हजुर। यसमा चाहिँ कस्तो छ अहिले, यसको तिम्रो चाहिँ एक्सपिरियन्स सुनाइदियो। यसको त अब कस्तो छ भने अब प्रायः सबलाई यस्तै हुन्छ, कमन नै हो। अब 2-3 दिन त अब बुझ्नै पर्यो त्यहाँको इन्भाइरोमेन्ट के कस्तो छ, साथीहरू कहाँ छ, के कस्तो छ, घुर्मिल अब हुनु पर्यो त्यहाँ। अब त्यसपछि त केही छैन, सरहरू नै एकदम बिन्दास हुनुहुन्छ, फ्रेन्डली हुनुहुन्छ। अब त्यहाँ कि सोद्धा नि अब यस्तो छैन कि अब तिमी स्कलरसिप छौ यस्तो छ भनेर अब बताइदिनुहुन्छ। एकदम फ्रेन्डली, सजेसनहरू यस्तो गर बाबु, त्यस्तो भयो, यस्तो गर, यस्तो राम्रो हुन्छ भनेर सब फ्रेन्डली छ त्यहाँ। एक्सपोजर छ, गाइडेन्स राम्रो छ। र मतलब तिमीले जस्तो आफू सोचेको थियौ, अथवा मेरो फ्युचर चाहिँ मतलब ब्याचलर्स भनेको त काइन्ड अफ मेरो फ्युचर बनाउने नै हो नि त। मेरो फ्युचर चाहिँ यो यसमा गएर चाहिँ यसको हातमा चाहिँ मेरो फ्युचर सुरक्षित छ, त्यो फिल गरिरहेको राइट छ। खासमा भन्यो भने उसको चाहिँ जुन चाहिँ पुमार छ, ऊ चाहिँ वान अफ द के लकिएस्ट पर्सन भन्छ म चाहिँ, होइन लकिएस्ट नै पर्सन हो। बिकज उसको चाहिँ प्राइभेट थियो नि त तिम्रो स्कुलिङ, हालाकि सरकारी नै थियो, तर सर्टिफिकेट्सहरू बन्न अलिकति टाइम पनि भयो। अनि त्यसमा अलिकति आनाकानी भयो होइन, त्यो आइन द प्रब्लम होइन। अनि उसको प्राइभेटबाट हो, मार्क्स एकदम हाइएस्ट त होइन, ठिकै हो। ठिकै भनेको अप्पर लिमिटमा हो होइन। यसमा एउटा मात्र सिट खाली थियो प्राइभेटको लागि, बिबिएमा एउटा मात्र सिट खाली थियो। हुन त बिबिए फाइनेन्समा हुन्थ्यो, तर बिबिए फाइनेन्समा थियो फेरि कन्फर्म। समीर गएको छ, ममता गएको छ, बिबिए फाइनेन्समा हुन्थ्यो तिम्रो होइन। तर बिबिए मतलब बिबिएमा त लक नै अभियसली एउटै त सिट थियो। अनि हामीले के गर्यौँ बसेर यहाँको थियो, हामी बसेर डिसाइड गऱ्यौँ कि कहाँ गर्ने। हामीले एउटा छ ट्राई गरिहालौँ, पऱ्यो भने परिहाल्यो, भगवानको नाम लिएर गरेको। एन्ड एकदम तिमीले भन्यो कि होइन सर मेरो नाम निस्केछ भनेर, 8 बजे राति 8 बजेको म्यासेज गरेर सर मेरो नाम निस्क्यो यसमै भयो भनेर। अनि स्टुडेन्टको सक्सेसमा चाहिँ अथवा उसको सफलतामा उसले पाएको अपर्च्युनिटी हामी आफै खुसी हुन्छौँ कि सपोर्ट छ सब होइन। सपोर्ट त काइन्ड अफ हामी सबैलाई सपोर्ट गर्छौँ। द थिङ इज द्याट के हुन्छ भन्दाखेरि सबै स्टुडेन्ट्सको मतलब सक्सेसमा हामी पनि, किनकि तिमीहरूको सक्सेस भनेको हाम्रो पनि सक्सेस हो नि त। लास्टमा गएर हामी मेरो बच्चाले के नतिजा पायो त नि, मसँग पढेर के नतिजा पायो भन्दाखेरि चाहिँ खुसी हुन्छ कि। जस्तो अहिले हेर लास्ट इयर 2081 को ब्याचमा
60 जना भाइ बहिनीहरूले पोखरा युनिभर्सिटीमा स्कलरसिप पाए। म खुसी हुन्छ के यत्रो जनालाई चाहिँ हामीले सहयोग गरेका रहेछौँ अथवा यति जनालाई चाहिँ हामीले चाहिँ केही न केही मतलब दिन सक्यौँ केही कन्ट्रिब्युट गर्न सक्यौँ जस्तो लाग्छ हामीलाई चाहिँ। त्यो चाहिँ एकदमै खुसीको पार्ट हो। यसमा अरू पनि कलेजहरू छ अभियसली होइन, नेपालमा अरू पनि कलेज छ, काठमाडौँमा पनि अरू कलेजहरू छ। कुरा गर्दै जाँदाखेरि यसमा के फरक र अरू कलेजमा के फरक अलिकति भनिदिनु सक्छ? अब कस्तो हुन्छ भने एक्सपिरियन्समा अब मैले हेरेको जस्तो अब साथीहरूसँग फिडब्याक पाइरहन्छ नि त के कस्तो भइरहेछ भनेर। अब कस्तो छ भने हाम्रो कलेजले सबभन्दा पहिला त इक्जामहरू टाइममै लिनुहुन्छ, अनि त्यसपछि इक्जाममा एकदम पङ्क्चुअलिटी, त्यसपछि टिचर बच्चाहरूलाई के कस्तो डिसिप्लिनमा राख्ने त्यसमा नै एकदम पङ्क्चुअलिटी, अनि त्यसपछि त्यो भयो। अनि त्यसपछि गाइडेन्सहरू राम्ररी गर्नुहुन्छ, अनि कहिलेकाहीँ प्रेजेन्टेसन आउटको अब हुन्छ नि त एक्सटर्नल अब ज्ञानहरू दिने बाबा छ त्यहाँ। सेमिनार भयो, प्रेजेन्टेसन, अनि त्यसपछि क्लबहरू भयो, अनि एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरू मतलब अरू प्रोग्राम्सहरू अर्गनाइज गर्न पनि सिकाउँछ भन्ने मैले त 6वटा गरिसकेँ। तिमीले 6वटा गरिसक्यो? होइन 4वटा, मतलब आफैले लिड गरेर या ग्रुपमा 4वटा। त्यसले कस्तो हुन्छ भने एउटा बच्चामा चाहिँ एउटा कन्फिडेन्ट आउँछ, कन्फिडेन्ट बिल्ड गर्छ, अनि त्यसपछि अब कसरी ग्रुपमा पछि गएर के काम गर्ने अहिले नै हाम्रो एक्सपिरियन्स भएपछि त पछि सजिलो हुन्छ नि त। अनि त्यही भएर र यो सबैले सिक्नु जरुरी छ है। जति पनि भाइ बहिनीहरू छ, यदि तिम्रो कलेजमा यी प्रोग्राम्सहरू भएको छैन भने एटलिस्ट आफूमा त्यो क्यापेबिलिटिजहरू चाहिँ डेभलप गर। किनकि रियल वर्ल्डमा जाँदाखेरि तिमीले अर्गनाइज गर्ने हो, चिजहरू अर्गनाइज गर्ने हो, अनि ह्युमन रिसोर्स अर्गनाइज गर्ने हो, रिसोर्सेसहरू अर्गनाइज गरेर तिमी अगाडि बढ्ने हो। कम्पनीको सक्सेस अथवा तिम्रो सक्सेस त्यसमा डिपेन्ड गर्छ। सो त्यो क्वालिटिजहरू चाहिँ आफूमा बिल्डअप गर्नु है सबैजना। अनि अर्को कुरा चाहिँ तिमीलाई चाहिँ अहिले जस्तो भर्खरै कक्षा 12को इक्जाम भयो, कक्षा 12 पास गरेका त अब तिमीलाई सबै जुनियर भयो, के सजेसन दिन्छु उनीहरूलाई चाहिँ? युबिसपमै आउनु कन्फर्म हो, केही छैन यहाँ। हजुरहरूले धेरै बेनिफिट पाउनुहुन्छ। अब माई पोइन्ट अफ भ्यू त धेरै छ। हजुरहरूले अब कस्तो छ भने अब सिम्याट पुम्याट गर्नुको लागि भनेको सर खास गरी, अनि अब सिम्याट पुम्याट हजुरले अब युट्युबमा नि एभाइलेबल छ, एकचोटि भिडियोहरू हेर्नु, मलाई कन्फर्म थाहा छ कि हजुरहरूलाई एकदम राम्रो लाग्छ त्यो भिडियोहरू। अनि त्यही छ कि अब पुम्याट भनेको चाहिँ जति पनि भाइ बहिनीहरू छ यदि पुम्याट जानेको छैन भने पुम्याट भनेको पोखरा युनिभर्सिटीले स्कलरसिप प्रोग्राम दिन्छ, धेरै कोटाजहरू दिन्छ। तिम्रो विभिन्न नेपालभरिका कलेजहरूमा चाहिँ स्कलरसिपको लागि लड्ने हो त्यो, जसको धेरै मार्क्स आउँछ। इट इज अ कम्पिटिटिभ इक्जाम, जसको राम्रो धेरै मार्क्स आउँछ उसले स्कलरसिप पाउने हो। उसले पनि कम्पिटिसनमा कम्पिट गरेर राम्रो अङ्क ल्याएर अहिले ऊ स्कलरसिपमा पढ्दैछ 100% स्कलरसिपमा। सो यसको मेन मोटिभ भनेको यो। सिमेट भनेको टियु कलेजहरू जति पनि छ त्यसमा स्कलरसिप प्लस एडमिसनको लागि हो, किनकि टियु कलेजहरूमा तिमी बिबिए, बिबिए फाइनान्स अथवा बिबिएम, बिएचएम, बिआइएम जति पनि कोर्सेसहरू छ सेमिस्टर वाइज त्यसमा स्कलरसिप अथवा एडमिसनको लागि पनि तिमीले सिमेट गर्नुपर्छ। र योचोटि हामीले पूर्वाञ्चल युनिभर्सिटी पनि गर्न लागेको छौँ। त्यो त राम्रो कुरा हो। त्यसो पूर्वाञ्चल युनिभर्सिटी हामीले हेऱ्यौँ र हामीलाई एकदम बनाउने यता कोशी प्रदेश र मध्य प्रदेश, किनकि त्यहाँ धेरै पूर्वाञ्चलको रहेछ। सर पूर्वाञ्चलको तपाईँहरूले गराउनुहुन्न भनेर अनि लास्ट इयर पनि आएको फोन। योचोटि पनि हाम्रो 2 जना भाइ बहिनीहरू चाहिँ स्कलरसिपमा गएको रहेछ। ए भनेपछि त यिनीहरूलाई पनि हामीले सेवा गर्नु पर्यो, हामीले कन्ट्रिब्युट गर्न सक्छौँ। त्यसो भए हजुरहरूको लागि एकदम राम्रो भयो कि अब हजुरहरू जुन ब्याचमा आउनुहुन्छ नि त त्यो ब्याचमा टियु भयो, पूर्वाञ्चल युनिभर्सिटीको लागि नै भयो, सिमेट नै भयो। अब पोखरा नि त्यही त पियु, अनि त्यही एउटा तिरमा 3टा निशान अरे मजै तपाईँहरू कुनै पनि पूर्वाञ्चल युनिभर्सिटी होस्, त्रिभुवन युनिभर्सिटी होस् या पोखरा युनिभर्सिटी होस्, तिनैको 3टै युनिभर्सिटीहरूको स्कलरसिप प्रोग्राम्समा इनरोल। स्कलरसिप भनेको तपाईँले फ्रीमा पढ्ने 4 वर्ष, धेरै खर्च आउँछ पढ्नमा, धेरै खर्च आउँछ। तर तपाईँको चाहिँ फ्रीमा गर्नको लागि चाहिँ तपाईँले प्रिपरेसन गर्नुपर्छ कम्पिटिटिभ इक्जामको। त्यसको लागि तपाईँ लड्नुपर्छ, त्यसको प्रिपरेसन क्लासेसहरू यो वर्षदेखि हामी पूर्वाञ्चलको पनि गर्दैछौँ। सबैजना भाइ बहिनीलाई हामीले एनाउन्स गरेर अहिलेसम्म गरेका छैनौँ, यही भिडियोबाट एनाउन्स गर्दैछौँ। हजुरहरूलाई बवाल अफर छ त्यसो बाबा सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ बाबा, अहिले अध्यापन गराउनुहुन्छ? हजुर। चितवनमा हुनुहुन्छ कि यता सरलाइमै? सरलाइमा गर्नुहुन्छ है। मम्मी सन्चै हुनुहुन्छ? तिमी एक्लै छोरो हो? होइन 2 जना। भाइ कि दाइ? भाइ। भाइ हजुर यही छ कि? यही छ बागबजार। बागबजार हो। उसको कति भयो? उसको 11 मा अब बल्ल 11 आजदेखि एक्जाम छ उसको। ए 11 मा। त्यही भएर तिमीले भनेको मलाई सर 11 पनि भिडियो बनाइदिनु भनेर। हैन त्यो त साइन्समा हो। ए साइन्समा हो। ल धेरै राम्रो ल। दाइ कमर्समा, भाइ साइन्समा गर्दै हिलाउनु भयो।
तिम्रो सजेसन कक्षा 12 को भाइ बहिनीलाई के हुन्छ? ल ठिकै छ, तिमीहरू सिम्याट पुम्याट र पूर्वाञ्चलको जुन चाहिँ छ कम्पिटिटिभ एक्जाम त्यसमा लिन सक्यो, एडु सबमै आऊ, तर यो जुन चाहिँ खाली समय छ उनीहरूले चाहिँ कसरी युटिलाइज गर्नुपर्छ जस्तो लाग्छ? यतै हेरेर भन्नु पर्यो। भर्खरै कक्षा 12 को चाहिँ भाइ बहिनीहरूको एक्जाम सिद्धिएको छ, अब त खाली टाइम हुन्छ नि त, किनकि नयाँ कलेजहरू भनेको त अब कार्तिकपछि मात्र हुन्छ, भनेपछि 4 महिना अथवा 4.5 महिना 5 महिनाको खाली समय छ। यो खाली समयमा चाहिँ भाइ बहिनीहरूले के गर्दा ठिक हुन्छ? तिम्रो सजेसन चाहिँ के छ त्यसमा? अब खास गरी अब त के छ भने हजुरहरूले भर्खरै एक्जाम सक्नु भएको छ, त्यो अब हजुरहरू अहिले टाइड हुनुहुन्छ, थाहा छ मलाई, त्यस्तै हुन्छ, मलाई नि त्यस्तै हुन्छ, तर धेरै टाइम वेस्ट नगर्नु, 1 हप्ता ब्रेक लिँदा हुन्छ। त्यो अब 1 हप्ता ब्रेक लिएपछि हजुरहरू नयाँ नयाँ स्किलहरू सिक्नु कि पछि धेरै काम लाग्छ, जस्तो कि इङ्ग्लिस स्पिकिङ भयो, कम्प्युटर चलाउन सिक्नुहोस्, टेक्निकलहरू कुराहरू ज्ञान लिनुहोस्, अनि यता युट्युबमा त टन्नै कन्टेन्ट पाइन्छ नि त, अरू अब हुन्छ नि त जिज्ञासा चासो, अब हेराउनुहोस् अरू टेक्निकल कुराहरू, यो कस्तो भयो त्यो कस्तो भयो भनेर साइन्टिफिक कुराहरू लजिकल कुराहरू धेरै हेर्नुहोस्, अनि त्यसपछि टाइम वेस्ट नगर्नुहोस् मेरो अब विचारमा हजुरहरूको लागि। अनि त्यसपछि सरको अनाउन्समेन्ट भइसकेकै छ सिम्याटको, अनि त्यहाँ अब 1 हप्ता 1.5 हप्तापछि आई थिङ्क मेरी क्लास हुन्छ होला सर, अनि त्यहाँ नि टाइम वेस्ट नगरिकन एडमिसन गराउनु, बिकज अब एडमिसन नगरायो भने टाइममा एडमिसन भएन भने पछि फेरि हजुरहरूलाई दिक्कत हुन्छ भनेर, अनि त्यसपछि भयो। अनि यति हो, अब हजुरहरू राम्ररी पढ्नुहोस्, अनि बेस्ट अफ लक फर योर अपकमिङ रिजल्ट्स रे भयो। मेरो लास्टमा है, सबैभन्दा लास्टमा क्वेसन, त्यही मतलब सिम्याटमा तयारी अथवा पुम्याटमा तयारी गर्दाखेरि नटारी भन्दा कति घन्टा पढ्थ्यो घरमा गएर? म खास गरी त्यही हो 2 घन्टा 2.5 घन्टा, घरमा गएर पनि 2-2.5 घन्टा 2.5 घन्टा लाग्छ। अनि अब कहिले काहीँ फ्रीमा हुँदाखेरि त्यही भिडियोहरू हेर्थेँ, सक्थेँ। भनेपछि 2 घन्टा रिभराइजली पढ्थ्यो, किन मलाई थाहा थियो तिमी रिभराइजली पढ्छौ भनेर। हजुर 2 घन्टा यहाँ पढेर गएपछि नि 2 घन्टा अझै हेर्थ्यो। ल थ्याङ्क यू फर योर टाइम र यति मजाले कुरा गर्न पायो। तिमीलाई त मैले पहिलेदेखि चिने, हामी बाटोमा भेट्दा पनि हाम्रो कुरा भइरहेको छ। एन्ड थ्याङ्क यू फर योर टाइम। उज्जवल रस्तोगी, तिम्रो भविष्य राम्रो होस्, अझै प्रगति गर्दै जानु। राम्रो कुरा सुनेको छु मैले साथीहरूबाट, कलेजमा नै धेरै राम्रो गर्दै रे। सो तिम्रो फ्युचरको लागि मेरो तर्फ र मेरो र एडुसफ एकाडेमीको तर्फबाट धेरै धेरै शुभकामना। अनि एउटा कुरा छ हजुरहरूको लागि, एउटा अझै कुरा छ, अब खास गरी धेरैजना भाइ बहिनीहरूलाई थाहा हुन्न नि त पियुमा के कसरी एप्लाई गर्ने, सिमेन्टमा के कसरी अप्लाई गर्ने भनेर। अनि हजुरकै हाम्रो इडुसफ्टमै सरको पेज छ, सरको पेज चाहिँ फलो गर्नुहोस्, इडुसफ्ट भनेर इडुसफ्ट एकाडेमी भनेर आउँछ, त्यो पेजलाई फलो गर्नुहोस्। नत्र केही हेल्पहरू चाहियो भने नत्र मेरो पेज मेरो चाहिँ आफ्नो युट्युब च्यानल छ उज्जवल रस्तोगी भनेर, त्यहाँ नि फलो गरिदिँदा हुन्छ। अनि केही क्वेरिजहरू छ भने सोधिदिँदा हुन्छ के कस्तो हुन्छ भनेर, म पछि गाइडेन्स गरिदिन्छु। किनभने मसँग नि यस्तै भएको थियो भाइहरू, सुन त्यही भएर सरको गाइडेन्स भएको कारणले मलाई सहज भयो। तर अब कस्तो हुन्छ सुरुमा यस्तै हुन्छ, तर क्वेरिजहरू गर केही प्रब्लम पऱ्यो भने सरसँग कन्ट्याक्ट गर्दा हुन्छ, नत्र मसँग कन्ट्याक्ट गर्दा हुन्छ। मैले आफ्नो युट्युब च्यानलको नाम भनिदिएकै छु। ल तिमीहरू हामीसँग जति पनि भाइ बहिनीहरू छ, तिमीलाई करियरको बारेमा हामीसँग जोडेर तिम्रो करियर गर्ला नगर्ला, सिमेट क्लास पुमेर क्लास गर्ला नगर्ला, तर तिमीहरूलाई कुनै पनि आफ्नो करियरको बारेमा कुनै पनि क्वेसन छ भने यु क्यान फ्र्याङ्कली आस्क मी, तिमीले मलाई सोध्न सक्छौ। मेरो नम्बर त सबैजना भाइ बहिनी, धेरैजना भाइ बहिनीहरू 12 दिने भाइ बहिनीहरूसँग मोस्ट प्रोबाब्ली हुन्छ नै। सो त्यसमा चाहिँ तिमीहरू चाहिँ मलाई मेसेज गरेर सोध्दा हुन्छ, अथवा यहाँ तलपट्टि एडुसफ एकाडेमीको फेसबुक पेज पनि छ, त्यसमा मेसेज गरेर पनि तिमीहरूले सोध्न सक्छौ। सो थ्याङ्क यू सो मच उज्जवल रस्तोगी, थ्याङ्क यू सर। तिम्रो भविष्यको लागि धेरै धेरै शुभकामना। राम्रो कुराहरू सुनेको छु साथीहरूबाट, तिम्रो त्यहाँ यसमा बडा राम्रो छ अरे, लिडरसिप राम्रो छ भनेर सुनेको छु। अझै प्रगति गर्दै जानु, अझै राम्रो गर्दै जानु। अन्तिममा तिमीले अघि जुन चाहिँ कुरा भनेको थियौ नि, त्यही कुरा तिमीले चाहिँ मैथिलीमा भन्न त, ल सुन्न मन लाग्यो। कुन कुरा छ? त्यही अघि नै भनेको थियो नि, भाइ बहिनीहरूलाई सम्झाएको थियो नि तिमीले, ल मैथिलीमा। अपने सब मतलब कि अच्छा से पढ़म लिखम, कुछो प्रॉब्लम पड़त तो हमरा से क्वेरी कर सकी छी। हमर यूट्यूब चैनल को नाम मेरो चाहिँ उज्जवल रस्तोगी छ, अनि त्यो यूट्यूब चैनल में हजुरहरू भन्नाले अपने सब ऊपर जाके कमेंट कर भी सके छी, नत्र सर के ऑफिशियल पेज पे भी जाके कुछ क्वेरी है रिलेटेड सब्जेक्ट रिलेटेड हो तो या एग्जाम रिलेटेड या कोई सीमेट पुमेट के रिलेटेड सर के पेज पे भी जाके कांटेक्ट कर सके छी। इतने कह के राधे राधे। राधे 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 राधे।